जातिमा लिम्बू ब्र्याकेटमा याक्थुङमा लगाउँ हैन। त्यहाँदेखि अब हाम्रो धर्मको हामीले धर्ममा युमा, त्यहाँदेखि भाषाको जुन कलम छ भाषामा हामीले लिम्बू अथवा ब्र्याकेटमा हामीले याक्थुङपान भनेर लगाउन सकिन्छ, लगाउँ। त्यसरी नै अब हाम्रो जुन लिपिको कुरो आउँछ, लिपिको कुरोमा हामीले हाम्रो जुन छ श्रीजङ्गा लिपि, हामी याक्थुङ लिम्बूहरूको लिपि सेवारो केरेक्तुङ तुङने मादङ बादङमा अबको केही दिनमा हाम्रो जुन भारतमा चाहिँ हैन, भारतवर्षमा भनौँ इन्डियामा चाहिँ जातिगत जनगणना हुन गइरहेको छ र उक्त जनगणनामा हामी याक्थुङ लिम्बूहरूले चाहिँ केही ध्यान दिनुपर्ने कुरो हुनेछ। अब हामीले एकदमै सिरियसली यस चिजलाई चाहिँ लिनुपर्ने अवस्था आएको छ र त्यसैले गर्दाखेरि हामी याक्थुङ लिम्बूहरूले के कसरी गर्नुपर्ने हुन्छ भन्ने कुरो चाहिँ हामीले भनौँ एकदम ध्यान दिनुपर्ने हुन्छ। र यो जुन चाहिँ जातिगत जनगणना हो, यो बार आउँदैन। त्यसैले गर्दाखेरि हामीले यहाँ एउटा सानो पनि मिस्टेक गऱ्यौँ भने त्यो मिस्टेकले गर्दा हाम्रो पिँढी दर पिँढीले चाहिँ हैन अब जीवनभर पस्ताउनु पर्ने अवस्था पनि आउन सक्छ। यो जातिगत जनगणना जुन छ आजभन्दा लगभग 94 वर्ष अगाडि, यानि कि 1931 मा भारत स्वाधीन हुनुभन्दा अगाडि पहिलोचोटि भनौँ सफल जनगणना भएको थियो। त्यसको बिचमा 1931 देखिको बादमा 1941 मा एकचोटि भयो भनौँ जाति, यो हाम्रो देश स्वाधीन हुनुभन्दा अगाडि नै हो। त्यसको बादमा देश स्वाधीन भएर चाहिँ 2011 मा मात्र भएको थियो। त्यो पनि सफल भएन भन्दा केही कारणले गर्दा चाहिँ त्यो चाहिँ प्रकाश चाहिँ गर्नु पाएन अथवा सरकारले त्यसलाई चाहिँ साझा गरेन, तसर्थ असफलै रह्यो। सो भन्नुपर्दाखेरि 1931 को बादमा 94 वर्ष बादमा अहिले हामीले एउटा मौका पाउँदै 94-95 वर्ष बादमा लगभग एक दशकको हाराहारीमा चाहिँ हामीले एउटा मौका पाउँदैछौँ आफ्नो जातिको बारेमा चाहिँ हैन सेन्ससमा लेख्ने एउटा मौका पाउँदैछौँ। त्यसैले गर्दाखेरि हामीले यो मौकालाई नगुमाउँ र हामीले एकदमै ध्यान दिएर चाहिँ जुन हाम्रो सेन्ससमा आउने व्यक्तिहरू हुन्छ उनीहरूलाई चाहिँ हामीले चाहिँ डिटेल्स दिउँ। यहाँनिर यदि हामीले सानो एउटा मिस्टेक गर्दाखेरि मैले भनिसकेँ हाम्रो पिँढी दर पिँढीले पस्ताउनु पर्ने हुनसक्छ। किन भन्दाखेरि अब आज भनौँ लगभग 94 इयर्समा भयो भने अब फेरि कहिले हुन्छ भन्ने त कुनै ग्यारेन्टी छैन। बिचमा भए पनि जुन जसरी यो बिचमा दुईचोटि असफल भयो त्यसरी नै असफल पनि हुनसक्छ। जसले गर्दाखेरि अब कहिले चाहिँ एउटा सफल हुन्छ भन्ने कुनै सफल जुन चाहिँ सेन्सस हुन्छ जातिगत भन्ने कुनै ग्यारेन्टी छैन। त्यसैले यो मौका पाएको बेला हामीले चाहिँ हैन आफ्नो जुन छ जे डिटेल्स छ हामीले भनौँ एकदम ध्यान दिएर चाहिँ हामीले फिलअप गरौँ। जस्तै भन्नुपर्दा जातिको कुरा हुँदाखेरि हामीले हाम्रो जाति के हो भन्दाखेरि चाहिँ त्यहाँ जातिको कलममा वा जातिको माहौलमा चाहिँ हामीले लिम्बू लेखेर ब्र्याकेटमा हामीले यो के भन्छ याक्थुङबा लगाउन सक्छौँ। स्पेसली हामीले लिम्बू चाहिँ अनिवार्य लेख्नै पर्यो। र त्यहाँदेखि अब त्यसको बादमा आउँछ धर्मको जुन कलम छ अथवा माहौल छ, धर्मको माहौलमा चाहिँ हामीले चाहिँ युमा धर्म, हामी याक्थुङ लिम्बूहरूको युमा धर्म अथवा हामीले धर्मको माहौलमा चाहिँ युमा भनेर लेखौँ। र त्यसरी नै तपाईँको भाषाको कुरो आउँछ, जुन छ भाषाको जुन कलम आउँछ त्यो कलममा चाहिँ हामीले भाषामा चाहिँ हाम्रो याक्थुङपान, लिम्बू भाषा स्पेसली लिम्बू भाषा ब्र्याकेटमा हामीले याक्थुङपान भनेर लेखौँ। र त्यसरी नै अब हाम्रो जुन चाहिँ लिपिको कुरो आउँछ, लिपिमा हामी याक्थुङ लिम्बूहरूले चलाउँदै आएको लिपि हाम्रो लिपि श्रीजङ्गा लिपि हो। त्यसैले हामीले हाम्रो याक्थुङ जुन चाहिँ लिपिको कलम छ त्यो वा लिपिको माहौल छ त्यहाँनिर हामीले चाहिँ श्रीजङ्गा लिपि भनेर लेखौँ। स्पेसली हामीले भनौँ मेन्सन गर्नुपर्ने मेन ध्यान दिनुपर्ने कुरो चाहिँ यति चाडा वस्तु हो। हामीले जातिमा लिम्बू ब्र्याकेटमा याक्थुङमा लगाउँ हैन। त्यहाँदेखि अब हाम्रो धर्मको हामीले धर्ममा युमा, त्यहाँदेखि भाषाको जुन कलम छ भाषामा हामीले लिम्बू अथवा ब्र्याकेटमा हामीले के भन्छ याक्थुङपान भनेर लगाउन सकिन्छ, लगाउँ। त्यसरी नै अब हाम्रो जुन लिपिको कुरो आउँछ, लिपिको कुरोमा हामीले हाम्रो जुन छ श्रीजङ्गा लिपि, हामी याक्थुङ लिम्बूहरूको लिपि हो। त्यसैले हामीले भाषा जुन हाम्रो लिपिको कलम छ त्यहाँ चाहिँ हामीले श्रीजङ्गा लिपि भनेर लेखेर चाहिँ हामीले सब्मिट गरौँ। यो चाहिँ हामीले एकदमै मिस्टेक नगरौँ। यो चाडा चिज चाहिँ हामीलाई एकदम चाहिने चिज हो र यो चिज एकदम फोकस हामीले दिनुपर्ने कुरो। यसमा चाहिँ हामीले आफूले पनि लेखौँ र साथमा हाम्रो जुन आफ्नो जुन छर छिमेकी इष्टमित्रहरू छन्, आफ्नो दाजुभाइहरू छन्, याक्थुङ लिम्बू दाजुभाइहरू छन् हैन, वा याक्थुङ लिम्बू आफ्नो इष्टमित्र छर छिमेकीहरू जो छन् उनीहरूलाई पनि हामीले यो चिज सिकाउँ र भनौँ उनीहरूलाई पनि हामीले यो लेख्न प्रोत्साहित गरौँ। उनीहरूलाई हामीले यो लेख्नु भनौँ जानकारी गरौँ। यदि कसैले जान्दैन भने हामीले उहाँलाई सिकाउने हाम्रो कर्तव्य, हामीले सिकाउनुपर्छ, बुझाउनुपर्छ र योपालि लेखाउनुपर्छ। किनकि
यही हो मौका, फेरि फेरि कहिले आउँछ पत्तो छैन। र त्यसैले गर्दा यही बेला हो हामीले जाग्नुपर्ने। यस बेला हामीले यदि सुत्यौँ भने अथवा हामीले जे होला होला भनेर हामीले यदि बेवास्ता भयौँ भने सायद हामी जिन्दगीभर अब हाम्रो भनौँ पिँढी दर पिँढीले चाहिँ होइन आफ्नो आइडेन्टिटी गुमाउनु पर्नेछ अथवा भनौँ आइडेन्टिटी विहीन भएर चाहिँ यो भारतमा बस्नुपर्नेछ। आफ्नो पहिचान हराएर चाहिँ पहिचान र अस्तित्वहीन भएर चाहिँ हामी यो देशमा बाँच्नुपर्ने अवस्था आउनसक्छ। त्यसैले गर्दाखेरि कृपया यो समयमा हजुर हामी सबैले चाहिँ होइन केयरफुल्ली यो चिजहरूलाई ध्यान दिउँ र आफूले पनि लेखौँ, साथमा अरूलाई भन्नुले आफ्नो याक्थुङ लिम्बू दाजुभाइहरूलाई पनि यो विषयमा हामीले भनौँ सिकाउँ, बुझौँ र लेख्नुको लागि आह्वान गरौँ। सकेसम्म साथमा आफू पनि रहेर चाहिँ होइन जुन लेख्ने बेलामा हामीले जसरी सकिन्छ होइन त्यो लेखाउने प्रयास गरौँ। हामीले यो पालि सकेसम्म धेरैभन्दा धेरै सरकारको घरमा चाहिँ सरकारको नजरमा चाहिँ हाम्रो जनसङ्ख्या हाम्रो भनौँ आइडेन्टिटीहरू चाहिँ हामीले भनौँ राख्ने प्रयास गरौँ। आफ्नो जनसङ्ख्या यति भनौँ सकेसम्म धेरैभन्दा धेरै जनसङ्ख्या देखाउने साथमा हाम्रो भाषा, हाम्रो लिपि, हाम्रो धर्म, हाम्रो जाति चाहिँ हो सरकारको नजरमा सकेसम्म देखाउने हामीले प्रयास गरौँ। र यही हो मौका भन्दैछु, फेरि पनि म भन्दैछु यही हो मौका, बारबार आउँदैन, आए पनि कहिले आउँछ भन्ने पत्ता छैन। त्यसैले हामीले गर्दा हाम्रो जुन आउँदा पिँढीले चाहिँ कष्ट नपाओस्, दुःख नपाओस्, यो देशमा भनौँ भोलि गएर धेरै समस्याहरूको चाहिँ भनौँ समस्याहरू चाहिँ झेल्नु नपरोस् भनेर चाहिँ म तपाईँहरू समक्ष भनौँ तपाईँहरू सम्पूर्ण समक्ष चाहिँ आह्वान गर्दै र साथै यो भिडियोलाई हजुरलाई सकेसम्म धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ताकि हजुर जस्तै अरूले पनि हेर्नु पाओस्। र अलिकति मेरो जुन यो टार्गेट छ हामी सम्पूर्ण याक्थुङ लिम्बूहरूले आफ्नो जातिको यो जुन चाहिँ जातिगत जनगणना छ यसमा चाहिँ आफ्नो जुन जातिको बारेमा र के कसरी लेख्नुपर्ने र हाम्रो जुन चाहिँ यो भनौँ जातिगत जनसङ्ख्यामा हामीले के गर्नुपर्ने छ भन्ने विषयमा जुन मेरो उद्देश्य छ यो उद्देश्यलाई चाहिँ धेरैभन्दा धेरै अगाडि चाहिँ धेरै व्यक्तिको बिचमा चाहिँ यसलाई सेयर गरेर चाहिँ सबैले सकेसम्म सबैले नै हामीले यो विषयमा बुझौँ भनेर चाहिँ मैले यो भिडियो बनाएको छु। र त्यसैले सम्पूर्णमा फेरि पनि आह्वान गर्नु सम्पूर्णले चाहिँ यो चिजलाई सकेसम्म सेयर गरिदिनु होला भन्दै म आजको यो भिडियो समाप्त गर्न चाहन्छु। हजुरहरूले आफ्नो बहुमूल्य समय दिएर मेरो यस भिडियोलाई हेरिदिनु भएकोमा हजुरहरू सम्पूर्णमा यो अलिकति गुणगान भन्दै आजको भिडियो समाप्त गर्दछु। हस्त सेवा।